होटलहरु होला कुन लानु ठिक हुन्छ उति रातो रातो कस्तो छ साथीहरु अहिले चाहिँ बिहानीको समय छ हैन टक्कसँगले घाम पनि देख्न सक्नुहुन्छ पर को करा रे आपा घाम चाहिँ आँखामै पर्छ तर हामीलाई त ठिकै छ ड्राइभरलाई चाहिँ अलि गाह्रो छ बडे पकेट छ तर वर्ल्डकै ठुलो बकेट परबाट हेर्दा बकेट तर यो चाहिँ बिल्डिङ हो ठुलो बिल्डिङ छ होटलहरु होला सायद माइ गॉड कत्रोडे देखेर ल यो चाहिँ घोडा कुद्ने गाउँमा आइपुग्यौँ हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसन पनि अब आइपुग्नै लागिसकेको छ है त्यहाँ साथीहरु हामी चाहिँ आइपुगेका छौँ फाइनली देख्न सक्नुहुन्छ यहाँ चाहिँ नेपालको जस्तै लुगाहरू धुएर सुकाछ हामी चाहिँ आज गोरु लिन आएको छौँ है फार्ममा आएको अनि यहाँ चाहिँ सबै पाउँछ गोरु के अरे कुखुरा बाख्राहरू खसीहरू सबै पाउँछ कस्तो हल्यो अनि यो गोरु के भन्छ गाई बस्तुको लागि यो चाहिँ उयो होला घाँसहरू अनि घिउहरू पनि पाउँछ यहाँ चाहिँ एकदमै राम्रो छ जे सबै कुराको सुविधा भएको ठाउँ हो यो चाहिँ हामी चाहिँ एक्रोनमा आएको छौँ 2 घन्टा टाढो बिचारा कुन चाहिँको काल आयो अब कतिवटा 4टा मात्रै रहेछ उयो यहाँको मालिक चाहिँ 4टा रहेछ कुन ठिक छ होला कुन लानु ठिक हुन्छ उति रातो रातो कस्तो छ 2000 अरे लौ कति धेरै महँगो रहेछ हौ यो गोरुहरू त $2000 अरे एउटाको लौ हामी चाहिँ गोरु लिनु भनेर आएको कति धेरै महँगो क्या लानु कि नलानु भयो कस्तो धेरै कन्फ्युज भयौँ हामी त $2000 अरे अनि आमा हेर्नु न कत्रो पनि छैन क्या एउटा खसी जत्रै चाहिँ देखिन्छ यो चाहिँ फार्म घर हो घर पनि 3-4टा छ यिनीहरूको नि यहाँ चाहिँ कुखुरा बाख्रा परेवाहरू पनि पाउँदो रहेछ है साथीहरू एक्रोनमा यहाँनिर ठुलो छ यो फार्म चाहिँ यहाँ चाहिँ भैँसी पनि रहेछ यहाँनिर 2टा रहेछ भैँसी अन्त उता पर सुँगुर होला सुँगुरहरू पनि रहेछ यहाँनिर अर्को पनि छ अरे क्या गोरु चाहिँ गोरु हेर्न आएको कत्रो छ अब हेर्नु न कस्तो खालको गोरु हो यो त कस्तो राम्रो देखेको यो 2टा रहेछ गोरु यो नि गोरु नि हेरे अनि यो चाहिँ भैँसी चाहिँ क्या महँगो हुन्छ क्या गोरुभन्दा झन् महँगो पर्छ भैँसी साह्रै महँगो साह्रै महँगो नि बाबा साह्रै महँगो अब चाहिँ गोरुहरू नखाँदै भएछ साथीहरू कति धेरै महँगो क्या यहाँ पनि रहेछ यता चाहिँ भैँसी रहेछ धेरै रहेछ भैँसी पनि अनि कुखुराहरू रहेछ धेरै कुखुराहरू चाहिँ कसरी गोटा हो कुनी राम्रो राम्रो रहेछ कुखुराहरू पनि अनि यता चाहिँ भैँसी रहेछन् भैँसी चपाइरहेछ यता चाहिँ खाली भएको रहेछ यो चाहिँ यो लडेको गोरु लाने पर्यो अघि उसले यसलाई सुट गरी मारिसक्यो है गोरु लाने भयो घन्टा टाढोबाट आएको नि त अनि अब नलाँदा पनि नहुने क्या अब घरमा पनि भनिसकेको छ अनि लानै पर्ने भयो कति धेरै एक्सपेन्सिभ भएको गोरुहरू नि अहिले किन्नै नसक्ने क्या साह्रै महँगो गोरु चाहिँ यही रहेछ कस्तो खालको यो तर यो निकै ठुलै छ नि बा बोसै मात्रै पो हुने हो कि यता
चाहिँ सुँगुर बनिँदै रहेछ। आज जे होस् खाली रहेछ, नत्र शनिबार चाहिँ एकदमै धेरै प्याक हुन्छ नि त। आज चाहिँ शुक्रबारको दिन भएर एकदमै धेरै खाली छ। यता सुँगुर अब यिनीहरूले छालाहरू छिल्छ। कस्तो धेरै बिजको फुलको पनि बिजली छ। हाम्रो ड्याडीले पनि छाला छिल्दै हुनुहुन्छ मजाले। हाम्रो चाहिँ मासु रेडी भइसकेको छ। ल है मासु चाहिँ यत्रो भयो। बाबाहरू यहाँ हुनुहुन्छ। यता चाहिँ खसी बनिरहेको छ। अब चाहिँ सिद्धिसकेको छ। अब हामी हिँड्नै लागेको घरतिर। मासुहरू चाहिँ हेर्नु न यति धेरै भयो, गाडीभरि नै। हाम्रो बाबा यहाँ उभिरहनु भएको छ। कति धेरै छ, यहाँ नअटेर अगाडिको नि सिट पल्टाएर चाहिँ राखेको। अब चाहिँ हामी जाने लागेको छौँ है त। अब बाटोमा पनि म छोटो भिडियो गरेर तपाईँहरूलाई लगाइदिनेछु है त। एकजना मात्र बस्दा हुने त गल्फ कार्ट सेल पुरै सेल सेल भन्छ सानो सेल भन्छ तर 7-8 हजार अरे ट्याक्कै हामीलाई हुने खालको पछाडि 7-8 हजारमा त गाडी नै आइहाल्छ नयाँ। हामी कहाँ गएर आएको बाबा? हामीहरू गोरुको मासु लिएर अब लाङ्स्या भन्छ जोङ्खाबाट लाङ्स्या काटेर जोङ्खाबाट लाङ्स्या भन्छ। जोङ्खाबाट चाहिँ लाङ्स्या भन्छ। गाडी भोरी छ अट्टी नअट्टी। वहाँनिर आपा बिजक भएर बसिरहनु भएको छ। आपाको हातमा के हो त्यस्तो खतरा? चिसो पानी ओइल हो, मान्छेको ओइल। ओइल हो कि ओइल? मान्छेको ओइल हो। आज मेरो झन्डै टाउको पनि फुटी पठाएँ। कस्तो डेन्जर भयो क्या। अघि मासु काटिराख्नु भएको थिएछ बाबाहरू। त्यति बेला सिँढी झरेर चाहिँ यत्रो फुलिरहेछ के भन्छ लडेर चाहिँ सिँढी लडेर चाहिँ टाउकोमै टङ्गै लागेछ। साथीहरू कति धेरै गाह्रो छ क्या मासु ल्याउनु नि भन्नु मात्रै छ। धेरै स्ट्रगल छ होइन। हामी चाहिँ मासु लिएर फर्किसकेका छौँ। हाइवे पस्यौँ। अब चाहिँ हामी अब घर पुग्न टक्कसँगले 1 घन्टा 41 मिनट रहेछ। अब 1 आवर 41 मिनटमा चाहिँ हामी ट्याक्कै घरमा पुग्छौँ। कस्तो दामी देखेको आम्मा खतरा देखिरहेछ साथीहरू। यो चाहिँ अमेरिकाको हाइवे हो है। अब यहाँ हुनेहरूलाई त थाहा भइहाल्छ होइन। यो चाहिँ विशेष गरी नेपालको लागि ल भिडियो मैले बनाइदिएको तपाईँहरूको लागि भनेर। यो चाहिँ नेपालमा बस्नुहुनेहरूको लागि हो है भिडियो चाहिँ। देख्न सक्नुहुन्छ जङ्गलै जङ्गल।